समुद्री सतहबाट लगभग 1600 मिटरको उचाइमा रहेको यो पोखरा महानगरपालिका अवस्थित साराङकोट धाममा छौँ। विशेष त सनराइजका लागि एकदमै पपुलर हुने क्षेत्रका रूपमा यसलाई लिन सकिन्छ भने यो क्षेत्रमा अहिले विशेष गरी यो पञ्चमुखी गणेशको मन्दिर सँगसँगै शिवजीको मन्दिर अनि भ्यू पोइन्टका कारणले गर्दा आज अत्याधिक मात्रामा पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ। विशेष गरी पोखराबाट केबल कार अनि गाडीको माध्यमबाट यो ठाउँमा आउन सकिने अत्यन्त सुन्दर अनि रमणीय ठाउँका रूपमा यो साराङकोट धामलाई लिन सकिन्छ भने विशेष गरी पर्यटकहरूलाई आकर्षण बनाउनका लागि र पर्यटकहरूलाई यो ठाउँमा आकर्षित गर्नका लागि यहाँ 108 धारासहित कैलाश पर्वतको सुन्दर संरचना निर्माण गरिएको छ भने यहाँबाट सुन्दर हिमालका सुन्दर दृश्यहरू पनि देख्न सकिन्छ। अन्नपूर्ण, धौलागिरी अनि मनासलुको सुन्दर दृश्य सँगसँगै पोखराको फेवाताल अनि पोखरामा देखिने सुन्दर दृश्यहरू पनि यहाँबाट हेर्न सकिन्छ। अत्यन्त सुन्दर अनि रमणीय ठाउँका रूपमा हामीले अहिले यो साराङकोट क्षेत्रलाई लिन सकिन्छ भने यसलाई धार्मिक रूपमा साराङकोट धामका रूपमा चाहिँ विकास गरिएको छ। हामी यो क्षेत्रबाट तपाईहरू माझमा अहिले बिहानीको समयमा यो सुन्दर भिडियोलाई तपाईहरू माझमा प्रस्तुत गर्नका लागि रेकर्ड गरिरहेका छौँ। कतै तपाईँ पनि पोखरा घुम्दै गर्दा यो ठाउँलाई त बिर्सिनु भएको छैन। यदि बिर्सिनु भएको छ भने तपाईहरू पनि अवश्य पनि यो ठाउँमा घुम्नुहोला र साथसाथै तपाईहरू यस्तै र यी जस्तै सुन्दर ठाउँ अनि रमणीय ठाउँहरूको यात्रा गर्न चाहनुहुन्छ भने हामीलाई फलो गर्नुहोला, लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला। हामी तपाईहरूलाई यस्तै सुन्दर अनि रमणीय ठाउँहरू हरेक दिन विभिन्न गाउँ ठाउँ अनि विभिन्न क्षेत्रबाट तपाईहरू माझमा हामीले प्रस्तुत गर्ने गर्दछौँ। एकदमै सुन्दर छ, रमणीय छ। सुन्दरता अनि रमणीयताको एउटा पर्यायवाची शब्दका रूपमा हामीले यो विशेष गरी साराङकोट क्षेत्रलाई लिइरहेका छौँ भने यहाँ गणेश लगायतका सुन्दर ठाउँहरूका कारणले गर्दा यो विश्व सामु अहिले प्रख्यात रूपमा परिचित बन्दै गइरहेको छ। अहिले भने साराङकोट धामबाट तपाईहरू माझमा हामीले यो भिडियोलाई प्रस्तुत गरिरहेका छौँ। धन्यवाद।